आज आकाशतिर पनि पुरा बादल मुडरिरहेछ, पानी आउँछ कि के हो जस्तो गरिरहेछ यार। आकाश पुरा कालो निलो गरिरहेछ माथितिर यार। अलि यता चाहिँ खुलिरहेछ आकाश हैन, यता चाहिँ पुरा कालो निलो, अनि यतातिर पनि त्यस्तै गरिरहेछ। तर घाम चाहिँ लागिरहेछ, डह्रो लागिरहेछ घाम। यत्रो यत्रो मच्छर, पुरा मच्छर पनि यत्रो यत्रो हुन्छ के हैन, पुरा वाइँ गरेर कोही त कराउँछ अनि लास्टै कराउँछ, कोही त फेरि नकराएर पुरा रगत खाइरहेको हुन्छ क्या हैन। यो भित्र चाहिँ यस्तो गर्मी छ, यस्तो फ्यान, यति फ्यान चलिरहेको छ स्पिडमा, त्यो पनि लास्टै गर्मी छ क्या यार। हेलो एन्ड नमस्ते सबैजनालाई, स्वागत छ मेरो युट्युब च्यानलमा। आज अब हिजो पनि भिडियो बनाउनु पाइएन हैन, भिडियो बनाउनु टाइमै भएन हैन, आज बनाउँदैछु। अनि तपाईहरु सबैजना सन्चै हुनुहुन्छ, आरामै हुनुहुन्छ भन्ने आशा राखेको छु हैन। अनि त्यही हो, अब खानासाना खाएर ड्युटी जाने टाइम पनि हुन लाग्यो हैन। अब अर्काको ठाउँमा काम नगरेर हुँदैन हैन, काम चाहिँ गर्नुपर्छ। त्यही हो, अब सन्डे छुट्टी हुन्छ के हैन, अलिकति त ड्युटी चालु हुन्छ, ड्युटीमा जानुपर्छ। सन्डे चाहिँ अलिकति छुट्टी हुन्छ। अनि आज आकाशतिर पनि पुरा बादल मुडरिरहेछ, पानी आउँछ कि के हो जस्तो गरिरहेछ यार। आकाश पुरा कालो निलो गरिरहेछ माथितिर यार। अलि यता चाहिँ खुलिरहेछ आकाश हैन, यता चाहिँ पुरा कालो निलो, अनि यतातिर पनि त्यस्तै गरिरहेछ। तर घाम चाहिँ लागिरहेछ, डह्रो लागिरहेछ घाम चाहिँ हैन। यति लास्टै साह्रो पोल्छ कि फेरि घामले हैन। ओहो, फेरि अब ड्युटी जाँदाखेरि फेरि त्यो उकालो हिँड्नुपर्छ कि एकछिन हैन, उकालो बाटो जानुपर्छ सिटी चढेर। अनि त्यो जाँदाखेरि पुरा पसिना आएर हैन, पुरै शरीर नै यस्तो, कपडा पनि यस्तो सुँग्यो पनि लास्टै बास आउँछ क्या, सेन्ट खसीको भन्दा नि बढी बास आउँछ पसिना आएर। त्यही हो, अब पसिना आउँछ, कपडा सुकिहाल्छ फेरि हैन। अब एसीतिर भित्र फ्यानतिर बस्यो भने फेरि कपडा सुकिहाल्छ। त्यही हो, गर्मी अरूभन्दा नि गर्मी धेरै छ। अब पानीको सिजन पनि सुरु हुन्छ, अब यो मे लास्टदेखि चाहिँ सायद पानी अलिकति आउँछ कि भन्ने सम्भावना चाहिँ हो। अनि पानी पर्नलाई फेरि नौनिष्ठ पानी परेको हो फेरि हैन, कति पनि रोकिँदैन पानी, त्यस्तो छ अवस्था। अब ठिकै छ, अब आकाशतिर पनि अहिले पुरै छोप्न लागिसक्यो आकाशले त। पानी परे पनि अलिकति शीतलो हुन्थ्यो हैन, अब फेरि पानी पर्यो भने फेरि लाइन गयो भने राति बेल सुत्न चाहिँ गाह्रो हुन्छ क्या फेरि हैन। लाइन गयो भने त राति त फेरि ओहो यति गाह्रो हुन्छ कि फेरि पसिना आएर खलखली हैन। बाहिर आयो फेरि मच्छरले यत्रो यत्रो मच्छर, पुरा मच्छर पनि यत्रो यत्रो हुन्छ के हैन, पुरा वाइँ गरेर कोही त कराउँछ अनि लास्टै कराउँछ, कोही त फेरि नकराएर पुरा रगत खाइरहेको हुन्छ क्या हैन। रगत खाएर पनि रगतमा पुरा पौडी खेलिरहेको हुन्छ मान्छे, त्यस्तो है, चिप्लेटी खेलिरहेको हुन्छ। हामी सानोमा छँदा यसो पानी हालेर यसो ओल्लारोमा क्या चिप्लेटी खेल्थ्यौँ, त्यस्तै खेलिरहेको हुन्छन् कोहीले त यस्तो हैन। मच्छर पनि सारा के भन्ने हो मच्छरलाई हैन। अब मान्छे जस्तो भयो साला किन चुसिस भनेर झ्याट्टा हान्न हुन्थ्यो हैन, अब मच्छर भयो खान्छ रगतभरि। अब गर्मी पनि त्यस्तै छ फेरि। अब यताको ऊ पनि अब त्यस्तै छ क्या, नजिकै अब खोला छ हैन, नजिकै खोलासोला छ हैन। अब त्यो खोलाको पानी पनि त्यस्तै फोहोर हुन्छ हैन, मच्छर रमाउने बस्ने भनेकै अब त्यो फोहोरमा हो हैन। र अब पानी पनि बढिरहेछ क्या अब आजभोलि हैन। सो त्यही हो, अब ड्युटी जानुपर्छ हैन। त्यही भएर म चाहिँ अब लाग्छु भित्र, खानासाना सबै रेडी बनाएर अनि ब्याग बोकेर लखर हिँड्नुपर्छ। अलिकति अहिले शीतलो छ हैन, अब बादल चाहिँ लागिरहेछ शीतलो, घाम चाहिँ त्यति छैन, तर पनि उम्सु धेरै भइरहेछ क्या। अनि त्यही भएर नत्र त अनि घामसाम पनि छेकिरहेछ बादलले हैन, उम्सु धेरै हुन्छ, त्यही भएर गर्मी धेरै, पुरा खलखल पसिना आउँछ क्या।
कपडा त के भन्ने हो र दिनकै धोको धोइ नुहाएको नै तर त्यही हो। अब म चाहिँ लागे खानासाना सत्याउनुतिर टिफिन सिफिन पनि रेडी बनाउनु पऱ्यो होइन, अनि त्यसपछि ड्युटी जानुपर्छ। सो यो भित्र चाहिँ यस्तो गर्मी छ, यस्तो फ्यान यति फ्यान चलिरहेको छ स्लिपमा, त्यो पनि लास्टै गर्मी छ क्या यार। खाना जौटा छ, अब टिफिन सिफिन सबै रेडी बनाएर म चाहिँ हिँड्छु होइन। अब टाइम पनि हुनु लागिसक्यो क्या। खानासाना सबै पाकेर रेडी छ होइन। अब टक्क टिफिनमा खाना राख्ने हो, अनि त्यसपछि ड्युटीतिर हिँड्नुपर्छ। वाउ के हो यो क्रा तितो तितो जस्तो छ यार। पहिला पहिला तितो हुँदैछ अनि पछि मिठो हुँदैन ठिकै हो। अनि काँक्रा पनि लिएर जानु पर्यो नि त आज होइन। अनि यता पनि बचाएर छ फेरि। मकै बारी दर्याम दर्याम, हरियो काँक्रा कराम कराम भनेर हेऱ्यो क्या। त्यति हरियो त छैन, यो अलि पहिलो पहिलो भइसक्यो रहेछ होइन। अब खानासाना प्याक गर्नु पऱ्यो होइन। अब ड्युटी पनि जानुपर्छ, त्यही भएर अब खानासाना प्याक गरेर पानीको बोतल फेरि रेडी भइसकेको छ त्यहाँ होइन। अलरेडी नै पानीको बोतल रेडी छ त्यहाँ। अब रेडी भइसक्यो। अनि यो तरकारी, अनि पानीको बोतल यता छ। यस्तै हो अब परदेशी जिन्दगी, ड्युटी गर्नुपर्छ होइन। अर्काको काम गर्नु गएपछि सेक बोकेर केही नि ड्युटी गर्नै पर्यो। केराको बोट पनि खतरा छ नि त होइन। सानो हुन्छन्, फल्या चाहिँ एउटा छैन फेरि। यता पनि पानी पुरा, उता पछाडि पनि पानी। सो अब चाहिँ आइपुग्यो यहाँ होइन काम गर्ने ठाउँमा। अनि अरे एसी पनि बन्द भएछ, किन यस्तो यार। त्यो त गर्मी भइरहेको थियो। यही हो अब हाम्रो कन्टिन्यू गर्ने काम चाहिँ। सो अनि च्यानलमा नयाँ हुनुहुन्छ भने च्यानललाई सब्सक्राइब गर्न नबिर्सनु होला। सो त्यही हो। अब घुम्न पनि जान पाइएको छैन होइन। अब सन्डे गयो भने यसो घुम्न, सो राम्रो राम्रो ठाउँहरू चाहिँ यसो हुन्छ होइन। सो अहिलेलाई चाहिँ बाई बाई, जय नेपाल।